फेवाताल अतिक्रमणमा गृहमन्त्री सुदन गुरुङको बेस्रोपनी जग्गा परेपछि भने मेरो जग्गा जाने भए जाओस्, अतिक्रमण हटाउनुस्। दर्शकबिन, पोखरा महानगरपालिकाले सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको 65 मिटर मापदण्ड भित्र रहेका संरचना हटाउने अभियान सुरु गरेको छ। यस क्रममा गृहमन्त्री सुदन गुरुङको करिब 20 रोपनी जग्गा पनि मापदण्ड भित्र परेको खुलेको छ। मेयर धनराज आचार्यका अनुसार गृहमन्त्री गुरुङले आफैले नक्सा देखाउँदै फेवाताल किनारामा आफ्नो जग्गा रहेको जानकारी गराएका थिए। सिंहदरबारमा गत बिहीबार भएको भेटमा मेयर आचार्यले उक्त जग्गा तालको मापदण्ड भित्र पर्ने स्पष्ट पारेका थिए। त्यसपछि गुरुङले मेरो जग्गा जाने भए जाओस्, मापदण्ड अनुसार अघि बढ्नुहोस् भन्दै अतिक्रमण हटाउने अभियानमा सहमति जनाएको मेयर आचार्यले बताएका छन्। महानगरका अनुसार गुरुङको जग्गा मापदण्ड भित्र मात्र होइन, दोषित रूपमा दर्ता भएको पनि प्रारम्भिक रूपमा देखिएको छ। सर्वोच्च अदालतको आदेश अनुसार यस्ता जग्गाको दर्ता खारेज हुने र मुआवजा नपाइने व्यवस्था रहेको छ। मेयर आचार्यले यसबारे पनि गृह मन्त्रीलाई जानकारी गराएको र उनले त्यसमा समेत सहमति जनाएको बताएका छन्। गृहमन्त्री गुरुङले उक्त जग्गा कहिले खरिद गरेका हुन् भन्ने विषय भने खुल्न सकेको छैन। यसअघि पनि उनले पोखरामा आयोजित एक कार्यक्रममा अनौपचारिक रूपमा ताल पारी मेरो पनि जग्गा छ भन्ने उल्लेख गरेका थिए। यसैबीच प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले अघि सारेको 100 दिने शासकीय सुधार कार्यसूची अन्तर्गत फेवातालको मापदण्ड भित्र रहेका संरचना 90 दिनभित्र हटाउने लक्ष्य राखिएको छ। सोही कार्यसूची अनुसार अहिले अतिक्रमण हटाउने कामलाई प्राथमिकताका साथ अघि बढाएको मेयर आचार्यले जानकारी दिएका छन्। फेवाताल संरक्षणलाई दीर्घकालीन रूपमा सुनिश्चित गर्न जलधार क्षेत्रको व्यवस्थापन, अतिक्रमण नियन्त्रण र कानुनी कार्यान्वयनलाई सशक्त बनाउने सरकारको योजना रहेको छ।